कस्तो भने है जस्तै हामी लाइफको कुनै पनि भनौँ एउटा मोडमा चाहिँ हामी दौडिन खोज्छौँ भने पहिला चाहिँ हामीले बाटो बनाउन सिक्नुपर्ने हुन्छ क्या। यदि बाटो चाहिँ सजिलो छ भने चाहिँ हामी सजिलै दौडिन सक्छौँ क्या। यदि बाटो चाहिँ एकदम कठिन छ भने हामीलाई समय लाग्छ। त्यसैले हामीले पहिला कसरी दौडिने भन्दा पनि पहिला चाहिँ हामीले बाटो बनाउनु जरुरी छ क्या। त्यसैले चाहिँ तपाईँ एकैचोटि म सफलताको शिखरमा पुग्छु भन्दा पनि तपाईँले चाहिँ पहिला चाहिँ थोरै भनौँ साना साना कुराहरूमा ध्यान दिन जरुरी हुन्छ क्या। जस्तै भनौँ समुद्र पनि कहाँ एकैचोटि ठुलो लहर आएर बगेको हुन्छ होइन, थोपा थोपा पानी मिलेर समुद्र बनेको हुन्छ। त्यस्तै मान्छेको जिन्दगीमा पनि साना साना सङ्घर्षहरू मिलेर एकदम ठुलो सफलता बन्ने हो क्या। त्यसैले साना साना कुराहरूमा चाहिँ ध्यान दिएर त्यो साना साना कुराहरूलाई बटुल्दै जाने हो क्या। आफूले साना साना कुराहरूलाई बटुलेर भनौँ एकदम ठुलो सफलता चाहिँ प्राप्त गर्नुपर्छ क्या।